हेलो गाइस, वेलकम टु माई ब्लग। र आज पनि मैले मिनी ब्लग लिएर आएको छु र तपाईँहरूले देख्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो विक्रमले धमाधम क्लिन गरिरहेछ गर्मीमा है। र आज चाहिँ हाम्रो केटाहरूले अचानकको प्लान भएर हामी चाहिँ पिकनिकलाई जान लागेको। र हाम्रो रोहित साथी पनि धेरै गर्मीमा खटिरहेछ, यतासँग गइरहेछ। यो हाम्रो सुड्डीले पुरा टमाटरहरू काट्दैछ है। र गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ टमाटर कटाइ चाहिँ यस्तो छ। फ्राई बनाउँदैछ कि होइन, कबाब चाहिँ दामी तरिकाले बनाउँदैछ। तर के गर्नु, बिचराको यहाँनिर ढुङ्गा यो चुला नै राम्रो भएन, गर्मीले पनि मर्न आँटिसक्यो। के गर्नु, 3 बजिसक्यो गाइस। भोक लागेर चाहिँ प्याकप्याकी भइसक्यो। यसो पेसो कुकु कुकु बन गर्न खुसी सबै सुगाली लानु यादहरुमा मै सोचुला माया बच्छ आफै दुख्नलाई। किन माया बच्छ आफै दुख्नलाई। ल गाइस, तपाईँहरूलाई आज हाम्रो मिनी ब्लग कस्तो लाग्छ तपाईँले कमेन्ट गरेर भनिदिनुहोस् होला। अनि मेरो च्यानललाई फलो पनि गरिदिनु होला। बाई बाई गाइस।